किन भत्काइँदैछ निर्माणको अन्तिम चरणमा पुगेको ग्वारको फ्लाइओभर। काठमाडौँको ट्राफिक व्यवस्थापनमा सहजताका लागि नेपालमै पहिलो पटक बनेको र निर्माणको अन्तिम चरणमा पुगेको ललितपुर स्थित ग्वारको फ्लाइओभर भत्काइएको छ। 2 वर्षमा बनाइसक्ने गरी 12 फागुन 2078 मा आशिष समानान्तर रेलीगेर जेबीले सो ओभरफ्लाई निर्माणको ठेक्का पाएको थियो। निर्माण सुरु भएदेखि नै सुस्त र विवादमा रहेको ग्वारको फ्लाइओभरको पटक पटक म्याद थप्दै 2081 को चैतसम्ममा बनिसक्नुपर्ने थियो। आज हामी यो भिडियोमा कसरी र कस्तो निर्माण भइरहेको फ्लाइओभर, निर्माणमा किन भयो ढिलाइ र बनाइएको संरचना किन भत्काइयो त भन्ने विषयमा कुरा गर्नेछौँ। ग्वारको फ्लाइओभरको निर्माणको म्याद नआएको 1 महिना बितिसक्दासम्म पनि 81% मात्रै निर्माण सम्पन्न भएको थियो। अझै 19% निर्माण कार्य बाँकी नै रहेको थियो। म्यादभित्र निर्माण कार्य नसकेपछि हर्जना तिराइँदै निर्माण कार्य भइरहेको थियो। अहिले सार्वजनिक खरिद नियमावलीको 13औं संशोधनले भने म्याद थप सकिएका तर खरिद सम्झौता अनुसार काम चालु रहेका, खरिद सम्झौतामा डिजाइन परिवर्तन लगायतका विभिन्न कारणले तोकिएको अवधिमा काम नसकिएका वा सकिने आधार नदेखिएका आयोजनाको म्याद थप गर्न सकिने व्यवस्था गरेको छ। त्यही व्यवस्था अनुरूप 2080 फागुनमा नै सक्नुपर्ने आयोजना पूरा नभएपछि 10 महिना म्याद थपिएको थियो। 10 महिना भनेको 2080 फागुनदेखि 2081 को पुससम्म हो। अन्तिम म्याद पुस 8 गते थियो। म्याद सकिएको भोलिपल्टदेखि नै निर्माण कम्पनी आशिष समानान्तर रेलीगेर जेबीलाई हर्जना तिराउन सुरु गरिएको थियो। कुल ठेक्का सम्झौताको दैनिक 0.05% हर्जना सहित अहिले निर्माण कार्य भइरहेको थियो। म्यादभित्र निर्माण सम्पन्न नहुनुमा निर्माण कम्पनीको समस्या प्रमुख कारण रहेकोले नियम अनुसार यस्तो हर्जना तिराइएको सडक विभाग अन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ। यस्तै निर्माण कार्यको प्रकृति अनुसार हर्जना रकम फरक फरक रहने केन्द्रका निर्देशक प्रभात कुमार झाले बताउनुभयो। आवतजावतको संरचना सहित 540 मिटर लामो ग्वारको फ्लाइओभर निर्माणका लागि 17,06,88,888 रुपैयाँ 01 रुपैयाँ कुल लागतमा आशिष समानान्तर रेलीगेर जेबीले ठेक्का सम्झौता गरेको थियो। 2078 फागुन 12 गते सुरु भएको ठेक्का सम्झौता अनुसार 2080 फागुन 11 2 वर्षको अवधिमा निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर सो अवधिमा निर्माण सम्पन्न हुन नसकेपछि 2081 पुस 8 गतेसम्मका लागि म्याद थप गरिएको थियो। 2081 पुस 8 गतेसम्म निर्माण सम्पन्न हुन नसकेपछि निर्माण व्यवसायीले चैत मसान्तसम्मका लागि म्याद थप गर्न माग गरेका थिए। तर म्याद थप नगरी निर्माण कम्पनीलाई हर्जना तिराएको झाले बताए। निर्देशक झाका अनुसार यो फ्लाइओभर निर्माण कार्य चैत मसान्तभित्रमा सम्पन्न हुने देखिएको थियो। 2082 वैशाखसम्ममा सञ्चालनमा आउने उनको भनाइ थियो। तर फ्लाइओभरको केही भागहरू भत्काइएको छ। अब 2082 को वैशाखसम्ममा पनि काम सम्पन्न नभए के हुन्छ र के गर्ने भन्ने स्पष्ट काहीँ नभएको सडक विभागले जनाएको छ। हालसम्म कति भएको छ प्रगति? ठेक्का अनुसार कम्पनीले निर्माण गर्नुपर्ने मुख्य काम 30 मिटर लम्बाई स्पानको 4 लेन प्रिकास्ट ग्रिनर पुल निर्माण गर्नुपर्नेछ। यस्तै एमएससी वाल भएको 500 मिटर सडक कालोपत्र सहित अप्रोच सडक निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ। उक्त सडकमा कालोपत्रे 12 सेमी अलकत्र हुनुपर्ने, 15 सेमी डीबीएम, 30 सेमी बेस, 30 सेमी सब बेस हुनुपर्ने सम्झौता छ। साथै ट्राफिक लाइट जडान कार्य पनि कम्पनीले नै गर्नुपर्ने सम्झौतामा उल्लेख छ। जसमध्ये करिब 81% भौतिक प्रगति भइसकेको थियो। यस्तै वित्तीय प्रगति 45.54% भएको छ। हालसम्म निर्माण कम्पनीलाई 7,70,33,515 रुपैयाँ 59 पैसा भुक्तानी गरेको केन्द्रले जनाएको छ। निर्माण सम्पन्न भएपछि भुक्तानी गर्ने सम्झौतामा उल्लेख भएकोले हालसम्म करिब 46% मात्रै भुक्तानी गरिएको निर्देशक झाले बताए। पुल निर्माण करिब 98% काम सम्पन्न भइसकेको अवस्थामा फ्लाइओभरको काम निरीक्षण गर्दा केही भागमा मापदण्ड नपुगेको पाइएकोले भत्काउन निर्देशन दिएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए। मापदण्ड नपुगेको पाइएपछि प्रिकास्ट प्यानलतर्फको केही भाग भत्काउन लगाएको छ। उनले भने निर्माण कम्पनीले पुनः मापदण्ड पूरा गरी निर्माण गर्नेछ। यसरी पुनर्निर्माण गर्दा पनि निर्माण कम्पनीले तोकेको अवधिभित्रै आयोजनाको काम सक्नुपर्ने उनको भनाइ छ। सुरुमा पर्खाल खडा गरी माटो भरेर काम अगाडि बढाउँदा पर्खाल नै चर्किएर भत्किन थालेको सडक विभागले जनाएको छ। करिब 82% काम सम्पन्न भइसकेको अवस्थामा गुणस्तरहीन निर्माण गरिएको भेटिएपछि प्रिकास्ट प्यानल भत्काइएको हो। सिमेन्टको पर्खाल लगाएर माटो भर्ने क्रममा पर्खाल आफै चर्किन थालेपछि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले भत्काउन लगाएर पुनर्निर्माण गर्न निर्देशन दिएको छ। जसका कारण सातो बाटो तर्फको पर्खाल भत्काउनु परेको महानिर्देशक पोखरेलले बताए। यहाँ 30 देखि 40 मिटरसम्म पर्खाल भत्काएर पुनर्निर्माण गर्नुपर्ने देखिएको समेत उनले जानकारी दिए। पटक पटक अवरुद्ध हुँदै निर्माण हुँदै गएको फ्लाइओभरको काम 80% भन्दा माथि पुगेको छ। निर्माण कम्पनीले पाएको अवधि गत मङ्सिरमै सकिएको थियो।
त्यसयता 200 दिन निर्माण कम्पनीले जरिवाना तिरेरै भए पनि निर्माणको काम सक्नुपर्ने सम्झौतामा छ। जरिवाना लगाउँदा निर्माण पक्षले चैतसम्म काम सक्ने अनुमान गरिएको थियो। तर पुनर्निर्माण समेत गर्नुपर्ने भएसँगै यो अवधि लम्बिने भएको छ। यो आयोजनाको सुरुवाती अवधि भने फागुन 2080 सम्म थियो। यसअघि सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले पटक पटक परीक्षण गरेर दुःख दिएको भन्दै निर्माण कम्पनीले केही समय काम समेत रोकेको थियो। तर केन्द्रको अनुगमन, परीक्षण र निर्माण कम्पनीको दाबी बीच पर्खाल चर्किन थालेपछि फ्लाइओभरको केही भाग भत्काउनु परेको हो। इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन EPC मोडलमा यो आयोजनाको ठेक्का लागेको थियो, जसमा डिजाइनदेखि निर्माणसम्मको काम पर्छ। तर उता ठेकेदार कम्पनी आशिष समानान्तर रेलीगेर जेबी काठमाडौँलाई ग्वारको फ्लाइओभर निर्माण गर्दा ठूलो घाटा लागेको बताएको छ। फ्लाइओभर बनाउँदा निर्माण कम्पनीले ठेक्का पाएको रकमभन्दा बढी खर्च भएपछि घाटा भएको देखिएको हो। फ्लाइओभर बनाउँदा ठेक्का सम्झौता भन्दा डबल खर्च भएको उक्त निर्माण कम्पनीका परियोजना प्रबन्धक कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए। अझ निर्माण भइसकेको केही भागहरू अहिले भत्काएर पुनर्निर्माण गर्नुपर्ने देखिएको छ। नेपालको यो पहिलो आयोजना भएकोले हामीलाई यसको खर्च अनुमान भएन। जिम्मा लिइसकेको भएकोले जनतालाई समस्या नहोस् भनेर आफैले खर्च थपेर निर्माण पूरा गर्न लाग्दैछौँ उनले भने। सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले उक्त कम्पनीलाई 2078 फागुन 12 गते 17,06,88,000 रुपियाँमा फ्लाइओभर बनाउने जिम्मा दिएको थियो। यद्यपि फ्लाइओभर बनाउँदा अहिलेसम्म करिब 44 करोड खर्च भइसकेको श्रेष्ठले बताए। सम्झौतामा नभए पनि काम गर्दै जाँदा थपिएको कामले समय र खर्च बढेको श्रेष्ठको भनाइ छ। श्रेष्ठका अनुसार साझेदार 3वटै निर्माण कम्पनीले 15 करोड रुपियाँ निर्माणका लागि थप लगानी गर्नुपर्ने भएको छ। सुरुमै समय र खर्चको सही अनुमान नहुँदा निर्माण कम्पनीले घाटा बेहोरिरहेको श्रेष्ठले उल्लेख गरे। गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले उक्त कम्पनीलाई 2 वर्षको म्याद राखी 2080 फागुन 11 गतेसम्म निर्माण कार्य सक्ने गरी जिम्मा दिएको थियो। तर फ्लाइओभरको नक्सा परिवर्तन गरी निर्माणको कार्य सुरु गर्न ढिलाइ हुँदा सम्पन्न गर्न सकस परेको थियो। उक्त विषयलाई मध्यनजर गरी म्याद थप गरेर 2081 पुस 8 गतेसम्म आयोजनाको काम सक्ने लक्ष्य राखिएको थियो। तर आयोजना निर्माणको समय अवधि सकिए तापनि फ्लाइओभर भने काम अझै सकिएको छैन। कम्पनीले फेरि म्याद थप्ने प्रस्ताव गर्दा सडक विभागले अस्वीकार गरेको थियो। फ्लाइओभरको निर्माण कार्य अझै नसकेकोले निर्माण कम्पनीले अब दैनिक 88,000 रुपियाँ अर्जना तिर्नुपर्ने सडक विभागले बताएको छ। दर्शकबिन, आज हामीले यो भिडियोमा काठमाडौँको ग्वारकोमा बन्दै गरेको फ्लाइओभर भत्काउनुको कारण, निर्माणका कुरा र कहिलेसम्म पूरा हुनेछ यिनै विषयमा जानकारी गरायौं। यस्ता नै थुप्रै जानकारीमूलक भिडियोको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। यति दिनसम्म भिडियो हेरेर साथ दिनुभयो, धेरै धेरै धन्यवाद।